सल्यानको बागसौर नगरपालिका 9 कोटमौलामा रहेको शिशु जागरण माध्यमिक विद्यालयकी शिक्षिका शिला कुमारी योगी 2 दशकभन्दा बढी समयदेखि शिक्षण पेशामा सक्रिय हुनुहुन्छ। सुरुका दिनमा उहाँ परम्परागत तरिकाबाट विद्यार्थीलाई पढाउनुहुन्थ्यो, जसले बुझ्न विद्यार्थीलाई कठिन हुने गर्थ्यो। तर साक्षरता कार्यक्रम मार्फत पठन सिप विकास सम्बन्धी तालिम लिएपछि अब पढाउन सजिलो भएको र विद्यार्थीहरूलाई पनि सहजै बुझ्न सहयोग पुगेको उहाँ बताउनुहुन्छ। मैले पढाउन थालेको करिब 23 वर्ष पुग्न लागेको। यो साक्षरता कार्यक्रम सञ्चालन हुनुभन्दा पहिले हामीले नेपाली किताब लिने क्लासमा किताबमा जुन किसिमको क्रियाकलापहरू बनाउनुस् भनेर निर्देशन गरेको हुन्छ त्यसै गरेर गइरहेको थियौँ। सरलबाट जटिलतिर जाने नमिलेको अवस्था थियो। अहिले यो कार्यक्रम सञ्चालन भइसकेपछि हामीले तालिम लिइसकेपछि भाषाका 8वटै तत्त्वहरू मिलाएर सरलबाट जटिलतिर क्रमशः 8वटै तत्त्वको प्रत्येक दिन पुरा हुने गरेर पढाइ सुरु गरेको छ। हामीलाई पढाउन, सिकाउन, बुझाउन पनि सजिलो छ र विद्यार्थीहरूले पनि त्यसरी भाषाका 8वटै तत्त्वहरू क्रमशः पढाउँदा नेपाली भाषाको पठन सिप, बोल्ने सिपको विकास सबै क्रमशः हुँदै जाँदो रहेछ। राम्रो गरिरहेको छ। बागसौर नगरपालिका 11 स्थित शिशु कल्याण माध्यमिक विद्यालयका शिक्षक कमल प्रकाश खड्गा पनि विगत 8 वर्षदेखि शिक्षण पेशामा संलग्न हुनुहुन्छ। पहिले पाठ्य पुस्तकमा आधारित पुरानै तरिकाले पढाउने उहाँ अहिले शैक्षिक सामग्रीको प्रयोग, अन्तर्क्रियात्मक शिक्षण शैली र विभिन्न प्रविधिको प्रयोगबारे तालिम लिएपछि कक्षा कोठा अझ प्रभावकारी बनेको बताउनुहुन्छ। पहिले पढाउने तरिका र अहिले पढाउने तरिकामा आकाश पातालको फरक छ सर। पहिला हामीले चाहिँ जसरी किताबमा सुरुदेखि अभ्यासहरू दिएको हुन्थ्यो, पाठहरू दिएको हुन्थ्यो, त्यसरी नै पढाइन्थ्यो। अहिले चाहिँ हामीले यो तालिम लिइसकेपछि यो संस्थाले चाहिँ हामीलाई कसरी पढाउने, कति पढाउने भनेर चाहिँ एउटा सेड्युल तयारी पारेर पढाउन सिकाएको छ। एकदमै सजिलो छ सर। क्रियाकलापहरू नम्बर वाइज, पोइन्ट वाइज रूपमा सिकाउन सजिलो भएको छ, विद्यार्थीलाई बुझाउन सजिलो भएको छ सर। विद्यार्थीले पहिलेभन्दा 1-2 दिन अलमल परेछ सर सुरुमा, अनि चाहिँ त्यसरी अहिले हामीले कन्टिन्यू गर्दाखेरि अहिले चाहिँ विद्यार्थीहरू राम्रो बुझेका छन् सर। यसरी नै पढाएको राम्रो भयो सर भन्ने, अनि हाम्रो कोठाहरू सबै छापामै छ सर। अहिले जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको साक्षरता कार्यक्रम प्रभावकारी बनेको छ। त्रिवेणी गाउँपालिका 1 मा रहेको बालकल्याण प्राथमिक विद्यालयमा कक्षा 1 देखि 3 मा लागू गरिएको साक्षरता कार्यक्रम पनि उत्तिकै प्रभावकारी छ। विद्यालयका प्रधानाध्यापक विक्रम परियारका अनुसार सानो उमेरमै पढ्न सक्ने बानी बसाल्न यो कार्यक्रमले उल्लेखनीय भूमिका खेलेको छ। एकदमै राम्रो छ सर। अहिले एकदमै राम्रो छ। पहिलाका दिनहरूमा भन्दा विद्यार्थीहरूको चाहिँ सिक्ने जुन पढ्ने बानी र सिपको विकास चाहिँ एकदमै वृद्धि भइरहेको हामीले पाएका छौँ। रुम टु रिडसँगको सहकार्य तथा दलित विकास समाज सल्यानको व्यवस्थापनमा साक्षरता कार्यक्रम सल्यानको शारदा नगरपालिका, बागसौर नगरपालिका, छत्रेश्वरी गाउँपालिका, दार्मा गाउँपालिका र त्रिवेणी गाउँपालिकाका विभिन्न विद्यालयहरूमा कक्षा 2 सम्म लागू गरिएको थियो। यसको राम्रो प्रभाव परेपछि अघिल्लो वर्ष परीक्षणको रूपमा कक्षा 3 मा पनि कार्यक्रम लागू गरिएको थियो भने यस वर्षदेखि पूर्ण रूपमा सञ्चालन गरिएको छ। विद्यार्थीलाई कक्षा 3 मा पढाउन सहज होस् भनेर अघिल्लो वर्ष शिक्षकलाई पनि प्रशिक्षण स्वरूप पठन सिप विकास सम्बन्धी शैक्षिक तालिम दिएको थियो। सोही कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष पनि कार्यक्रम लागू भएका पालिकाका 27 विद्यालयका 27 जना शिक्षक शिक्षिकालाई तालिम दिएको रुम टु रिडका कार्यक्रम अधिकृत तपेन्द्र ओलीले जानकारी दिनुभयो। रुम टु रिडले चाहिँ विशेष गरी कक्षा 1 र 2 का बाबु नानीहरूका लागि चाहिँ हामीले एकै पाठ्यक्रममा आधारित रहेर चाहिँ हामीले सामग्रीहरू निर्माण गर्ने कुरा, त्यसै गरी त्यसको ढाँचामा चाहिँ काम गर्ने कुरा र पेसागत सहयोग गर्ने कुराहरू गरेका थियौँ। र भर्खर मात्रै हामीले कक्षा 3 मा अघिल्लो वर्ष मात्रै हामीले परीक्षण गरेका छौँ। 82 बाट चाहिँ हामीले कक्षा 3 मा पनि हामीले फुल फेजमा लिने भनेर चाहिँ हामीले अहिले फेरि हामीले 4 दिनको तालिम सञ्चालन गरेका छौँ। 27 वटा विद्यालय, थप 3 विद्यालयमा पनि हामीले अगाडि बढाएर चाहिँ शिक्षकहरूलाई एकै पाठ्यक्रममा आधारित रहेर चाहिँ पेसागत विकास गरेका छौँ। शैक्षिक सामग्रीको प्रयोग, शिक्षण सिकाइ क्रियाकलाप र नमुना अभ्यासबाट कसरी चाहिँ कक्षामा चाहिँ हामीले सहज तरिकाले चाहिँ कक्षा 3 का बाबु नानीहरूलाई चाहिँ अलिकता पढ्नका लागि सिक्ने भन्दा पनि सिक्नका लागि पढ्नतिर चाहिँ उन्मुख गर्ने भनेर चाहिँ हामीले विशेष फोकस गरेर चाहिँ उहाँहरूलाई यो तालिम सञ्चालन गरेका छौँ। साक्षरता कार्यक्रम अन्तर्गत प्रदान गरिएका विभिन्न शैक्षिक तालिमहरू जस्तै पठन सिप विकास, शैक्षिक सामग्रीको प्रयोग र सक्रिय सिकाइ विधिले शिक्षकको पेशागत क्षमतामा अभिवृद्धि ल्याएको छ।
यी तालिमहरूको प्रभावले कक्षा कोठामा सिकाइ प्रक्रियालाई सरल, प्रभावकारी र विद्यार्थी मैत्री बनाउँदै लगेका छन्। यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै लैजान सकेमा स्थानीय तहको शिक्षामा गुणात्मक सुधार ल्याउन सकिने सम्भावना धेरै छ। फ्ल्यास पार्टीका लागि अमृत बाबु बुढाथोकीको रिपोर्ट।